प्रस्ताव नंबर 1 विद्यालयको आब 2078 सालदेखि 2082 सालसम्मको आय व्यय विवरण सम्बन्धमा। प्रस्ताव नंबर 2 शैक्षिक सुधारको सम्बन्धमा निर्णयहरू। प्रस्ताव नंबर 1 माथि छलफल गर्दा आब 2078 सालदेखि हाल 2082 सालसम्मको आय व्यय विवरण राजविराज नगरपालिकाको कार्यालयमा काबा मेयर समक्ष पेश गरी त्यहाँबाट भएको निर्णय सार्वजनिक गरिने निर्णय सर्वसम्मतिबाट पारित भयो। 2 नम्बर प्रस्ताव 2 नम्बर माथि छलफल गर्दा सम्पूर्ण अभिभावक शिक्षक स्टाफ प्रवाह सामञ्जस्य गरी विद्यालयको सुधारमा सहयोग गर्ने निर्णय सर्वसम्मतिबाट पारित भयो। साथै एउटा रजिस्टर मात्र प्रयोग हुने समेत निर्णय भयो। इस्रत परवीन राजविराज नगरपालिकाको कारवाहक नगरपालिका म यहाँ आज 13 नम्बरमा उपस्थित छु। श्री महावीर विद्यालय राजविराज 13 मा र यहाँ के भन्छ धेरै विवाद थियो स्कुलमा। अब स्कुलको शैक्षिक सुधारको लागि हामीले पहल गरिरहेछौँ, अभियानै म चलाइरहेछु अहिलेको अवस्थामा। र यहाँ धेरै द्वन्द भएर 2टा रजिस्टर पनि खडा थियो, टिचरहरूमा मेलमिलाप थिएन, हिसाबबारीको के समस्या थियो। यहाँ हामीले आज हिसाब पनि हेर्यौँ र यहाँ बसेर रजिस्टरहरू पनि हटायो र एउटा रजिस्टर गरे। विवादित रहेछ, यहाँ राजनीतिकरण धेरै भइरहेछ हाम्रो स्कुलहरूमा। त्यही भएर यहाँ पढाइको अवस्था खराब छ। यही ओलझोलमा टिचर, व्यवस्थापन समितिको अध्यक्ष अनि स्कुलको विद्यार्थीमाथि असर परिरहेछ। यिनीहरूले आफ्नो राजनीतिक कारण, यहाँ विवादको कारण, पैसाको कारण बढी त्यसमा स्ट्रङली नगरपालिकालाई हेर्नु पर्यो के कसो रहेछ, यसलाई हामी ठिक गर्छौँ। र हिसाबको विवरण पनि म आज यहाँबाट लिएर जान्छु र त्यहाँ नगरपालिकामा बसेर टिचरलाई बोलाएर एकाउन्टलाई त्यहाँ सोध्ने, कसले कति उठाएछ, के गरेछ, कसरी चलखेल भइरहेछ, या सही छ अहिले प्रमाण आउन बाँकी छ अनि म सार्वजनिक गर्छु। योभन्दा पहिला पनि हामी 15 दिन पहिला आएको थिएँ यही स्कुलमा र यहाँ गतिविधिहरूलाई सुधार गरेको थिएँ र बल्ल केही सुधार भएको छ। र आज हामीले निर्णय यो गर्यौँ कि अब टिचरहरूलाई 10 बजेदेखि 4 बजेसम्म कन्टिन्यू स्कुलमा हुनु पर्यो र सिलेबस अनुसारको पढाइ हुनु पर्यो र जसको जो क्लास वर्क छ उहाँहरूलाई पनि आफ्नो बच्चाहरूमाथि ध्यान दिनुपर्छ। र स्कुलको गेट मेन बच्चाहरू निस्किहाल्छ खाजा खाएर, त्यस्तो गुनासो पनि हामी पायौँ र स्कुलको गेटमा तार चलाइदिने, एकजना यहाँ त्यहाँ कुर्सी लिएर बस्ने र जो जरुरी छ त्यसलाई भित्र आउन दिने र जसको जरुरी छैन त्यसलाई भित्र नआउन दिन र बच्चाहरूलाई 4 बजेसम्म टिकाउनु पर्छ। र खास गरी गार्जियनसँग के अनुरोध छ भने गार्जियनहरूलाई अलिकति सक्रिय हुनु पर्यो। उहाँको बच्चा स्कुल आइरहेको छ कि छैन, कहाँ हुनुहुन्छ। मैले आज फोन पनि एउटा